दिदी नमस्ते। नमस्ते। अनि अहिले सन्चै हुनुहुन्छ दिदी? बच्चाहरुलाई ठीक छ अलि? अहिले अलि ठीक छ। बाबुहरुलाई औषधि डाइपर किन्नलाई त्यो पैसाले अस्ति पठाउनु भयो थियो नि गेसेटासी दोर्जेजुले, त्यो पैसाले अहिलेसम्म पुगिरहेछ मलाई भइरहेको छ औषधि र डाइपर। अहिले पनि उहाँले हाम्रो दाइ गेसेटासी दोर्जे र उहाँको संस्थाबाट हैन, यो चाहिँ अमेरिकाबाट, यो उहाँको संस्थाको नाम हो न्युयोर्क सेडे खुङखेप्लिङ सेन्टर हैन। यो सेन्टरबाट उहाँले $608 पठाउनु भएछ है। $608 भनेको चाहिँ हाम्रो नेपालीमा 71,544 रुपिस हुन्छ नेपाली चाहिँ है। म आज यो चाहिँ अलिकति ढिलो भयो है, अलिकति हाम्रो फ्यामिलीमा पनि अलिकति प्रब्लम थियो हैन। अनि त्यही भएर चाहिँ हामी सरी, अलिकति पैसा पुर्याउनु चाहिँ टाइममा हामी पुग्नु सकेन हैन। हजुर, अनि अब तपाईलाई म काउन्ट गरेर दिन्छु है। यो 31,544 पैसा चाहिँ म तपाईलाई गनेर दिन्छु ल। 1 2 यो 1,000 को छ ल। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 2 3 4 5 6 7 8 9 10 30 31 2 3 4 5 6 7 8 9 10 यो चाहिँ 40,000 40,000 है दिदी। यो राख्नुहोस् त 40,000 है। 40 यो 41 2 3 4 5 6 7 8 9 10 यो 50,000 51 2 3 4 5 6 7 8 9 10 यो 60,000 60,000 1 2 3 4 5 6 7 8 9 10 यो चाहिँ 70,000 70,000 है। 71 71 त्यसपछि 544 छ है। 500 20 40 45 ल दिदी। यो चाहिँ हजुरलाई हाम्रो गेसेटासी दोर्जेज्यू हाम्रो दाइ हैन, उहाँको संस्थाबाट न्युयोर्क सेडे खुङखेप्लिङ सेन्टरबाट आएको है। अनि तासी दोर्जेज्यूलाई मबाट धेरै धेरै धन्यवाद है। उहाँको संस्थाहरूले यति गर्नुभयो मलाई धेरै धेरै। अस्ति पठाइदिनु भएको पैसाले मलाई कति सजिलो भइरहेको छ अहिले। औषधि डाइपर किन्नलाई धेरै सहयोग भयो, नत्र मलाई कस्तो हालत थियो बाबुहरूको भन्ने बेला औषधि ल्याउन सकिँदैन थियो, डाइपर किन्न सकिँदैन थियो। अहिले धेरै राम्रो भइरहेको छ मलाई। उहाँलाई धेरै धेरै धन्यवाद तासी दोर्जेज्यूलाई, उहाँको संस्थाहरूलाई धेरै धेरै धन्यवाद छ मबाट, मेरो बाबुहरूबाट है। बाबु यता हेर्नुहोस्, यता हेर्नुहोस्, उता हेर्नुहोस्, उता हेर्नुहोस्, नमस्ते गरेको नमस्ते गरिदिनुहोस् र मेरो तर्फबाट पनि हाम्रो तर्फबाट पनि थ्याङ्क यू सो मच है। तपाईँहरू सबैजनाले एकदम उहाँलाई सहयोग गरिदिनु भएछ। अझ पनि हामी सहयोगको एकदम आशा गर्दैछौँ। उहाँलाई सकेसम्म सबैजना हेल्प गरिदिनु होला। थ्याङ्क यू सो मच एन्ड टासी देले।